नमस्कार। आज हामी नर्सिङ प्रोफेसनको एउटा कार्डिनल फंक्सन भने पनि फरक नपर्ने एउटा टपिक थेरापेटिक कम्युनिकेसन एन्ड काउन्सिलिङ स्किल्स फर नर्सेस टपिकमा चाहिँ डिस्कसन गर्छौं। यसको मेन एम भनेको चाहिँ टु स्ट्रेङथेन नर्सेस एबिलिटी टु टिच एन्ड मोडेल थेरापेटिक कम्युनिकेसन एन्ड काउन्सिलिङ स्किल्स integrating current evidence, cultural considerations, and effective classroom clinical teaching strategies नै हो। यसको इम्पोर्टेन्स जुन एभिडेन्स बेस्ड र बेस्ट प्र्याक्टिसको लागि चाहिँ के छ त भन्दाखेरि थेरापेटिक कम्युनिकेसन continues as a core predictor of patient adherence and safety outcomes. Motivational interviewing techniques are increasingly studied in chronic disease management. Simulation-based communication training improves student confidence and performance. Cultural competency is now integrated as a communication competency in global nursing standard. त्यही भएर यो थेरापेटिक कम्युनिकेसन एन्ड काउन्सिलिङ स्किल फर नर्सेस एकदमै इम्पोर्टेन्ट चाहिँ छ। अब हामी थेरापेटिक कम्युनिकेसनतिर जान्छौं। थेरापेटिक कम्युनिकेसन भनेको के हो त भन्दाखेरि यो डिफिनिसनमा हामीले भन्नु पर्दाखेरि इट इज अ पर्पजफुल गोल डाइरेक्टेड एन्ड पेशेन्ट सेन्टर्ड इन्टरेक्सन used by nurses to promote physical, psychological, and emotional well-being of the patient. It is a clinical skill of nurses, not casual conversation, and is deliberately used to assess needs, provide support, and reduce anxiety and facilitate behavior change of the patient and family. अब nursing focus definition मा भन्दाखेरि therapeutic communication is a professional nursing interaction that uses verbal and non-verbal techniques to establish a trusting nurse-patient relationship, enabling effective care, healing, and decision making. भनेकै therapeutic communication चाहिँ हो। यहाँ टेबलमा थेरापेटिक भर्सेस कजल एन्ड सोसियल कम्युनिकेसन दिएको छ। जुन नर्सेसले पेशेन्टसँग, भिजिटरसँग अथवा अरू जुन प्यारामेडिक्सहरूसँग कुरा गर्दै गर्दाखेरि यो थेरापेटिक कसरी हुन्छ अथवा कजल सोसियल कम्युनिकेसन कसरी हुन्छ भन्ने कुरा चाहिँ यहाँ डिफरेन्शिएट गरिएको छ। जुन थेरापेटिक कम्युनिकेसनको पर्पज भनेको चाहिँ पेशेन्ट वेलबिङ एन्ड क्लिनिकल गोलको लागि फोकस गरिन्छ भने कजल अर सोसियल कम्युनिकेसन सोसियल बन्डिङ अर इन्टरटेनमेन्टको लागि गरिन्छ। त्यस्तै थेरापेटिक कम्युनिकेसनको फोकस भनेको पेशेन्ट सेन्टर्ड केयरमा जान्छ भने जुन सोसियल कम्युनिकेसन म्युचुअल अथवा सेल्फ सेन्टर्ड हुन्छ। त्यस्तै थेरापेटिक कम्युनिकेसनको स्ट्रक्चर भनेको प्लान हुन्छ, इन्टेन्सनल हुन्छ। तर सोसियल अर कजुअल कम्युनिकेसन भनेको चाहिँ स्पोन्टेनियस हुन्छ, यो सेल्फ सेन्टर्ड भएको भएर सेल्फ फोकस चाहिँ हुन्छ। त्यस्तै थेरापेटिक कम्युनिकेसनको बाउन्ड्रिजमा प्रोफेसनल बाउन्ड्रिजहरू मेन्टेन भएको हुनुपर्छ भने सोसियल कम्युनिकेसनमा इन्फर्मल अर फ्लेक्सिबल हुन्छ। त्यस्तै थेरापेटिक कम्युनिकेसनको आउटकम भनेको चाहिँ इम्प्रुभड हेल्थ, कोपिङ एन्ड एडरेन्स हो भने सोसियल अर कजल कम्युनिकेसन भनेको रिलेसनसिप मेन्टेन हुनु हो। त्यस्तै थेरापेटिक कम्युनिकेसनको टेक्निकमा एक्टिभ लिसनिङ, इम्प्याथी, रिफ्लेक्सनको टेक्निकहरू एप्लाई गर्छौं भने सोसियल कम्युनिकेसनमा सेयरिङ, ओपिनियन्स एन्ड एडभाइसको कुराहरूलाई चाहिँ मेन फोकसमा चाहिँ राखेको हुन्छ। हामीले एउटा कुरा चाहिँ यहाँ बिर्सिनु हुँदैन, अ नर्स मे साउन्ड फ्रेन्डली बट नट अल फ्रेन्डली कम्युनिकेसन इज थेरापेटिक भन्ने कुरालाई चाहिँ बुझ्नुपर्ने हुन्छ। भने जुन नर्सिङ प्रोफेसनको डेभलपमेन्ट सँगसँगै थेरापेटिक कम्युनिकेसनको पनि डेभलपमेन्ट हुँदै आइरहेको छ। अब अलिकति हामीले हिस्टोरिकल डेभलपमेन्ट अफ थेरापेटिक कम्युनिकेसनलाई हेर्दाखेरि जुन 1950s तिर छ, यो चाहिँ शिफ्ट फ्रम एक्स ओरिएन्टेड नर्सिङ टु रिलेसनसिप बेस्ड केयरमा टर्न भयो। यस्तै पछि आएर हिल्डरगार्ड पेप्लाउले नर्स पेशेन्ट इन्टरेक्सन एज अ थेरापेटिक प्रोसेसको रूपमा चाहिँ फर्मुलेसन गर्यो भने पछि ह्युम्यानिस्टिक साइकोलोजीको कार्ल रोगर्सले इन्फ्लुएन्स इम्प्याथी एन्ड पेशेन्ट अटोनोमीको कुराहरू ल्याइयो भने 1990s मा मोटिभेसनल इन्टरभ्युइङ इन्ट्रोड्युस्ड स्ट्रक्चर्ड एभिडेन्स बेस्ड
काउन्सेलिङको कुराहरू चाहिँ आयो। यसरी थेरापेटिक कम्युनिकेसन अहिलेसम्म किन डेभलपमेन्ट हुँदैछ भने यसको क्लिनिकल आउटकम एकदमै राम्रो छ। यसले हाई पेसेन्ट सेटिस्फ्याक्सन, हाई ट्रिटमेन्ट एडरेन्स, लो एन्जाइटी, फियर एन्ड एग्रेसन, लो मेडिकल इरोर्स एन्ड कम्प्लेन्स, हाई क्रोनिक डिजिज सेल्फ म्यानेजमेन्ट, हाई नर्स कन्फिडेन्स एन्ड रिड्युस बर्नआउटमा एकदमै राम्रो चाहिँ इफेक्टिभ काम गरेको छ। Modern nursing standard globally identify communication as a core clinical competency, not a soft skill. त्यही भएर थेरापेटिक कम्युनिकेसन एकदमै इम्पोर्टेन्ट छ। यसको रिजल्ट पनि एकदमै राम्रो आइरहेको छ। थेरापेटिक कम्युनिकेसनको थ्योरिटिकल फाउन्डेसनमा हामी कुरा गर्छौँ। फर्स्टमा छ हिल्डेगार्ड पेप्लाउ, जुनको थ्योरी भनेको इन्टरपर्सनल रिलेसन्स थ्योरी, जुनमा भनिएको छ nursing is a therapeutic and interpersonal process that occurs through a structured nurse-patient relationship. यो मेनली 4 फेजमा चाहिँ इस्टाब्लिश हुन्छ अथवा नर्स पेसेन्ट रिलेसनसिपको 4वटा फेज हुन्छ। फर्स्टको फेज भनेको ओरिएन्टेसन, जुनमा ट्रस्ट बिल्डिङ गर्छ, प्रब्लम आइडेन्टिफिकेसन हुन्छ। सेकेन्ड फेज भनेको आइडेन्टिफिकेसन। यसरी ट्रस्ट बिल्डिङ भइसकेपछि अब पेसेन्ट एक्सप्रेसेस फिलिङ्स, then nurse clarifies need. अब थर्ड फेज भनेको यसरी नर्स जुन प्रब्लम अथवा निड क्ल्यारिफाइज भइसकेपछि अब वर्किङ फेजमा जान्छ, जुन मेन फेज अब पेसेन्ट युजेस नर्सिङ सपोर्ट टु एड्रेस प्रब्लम। अब प्रब्लममा मेन काम हुन्छ र लास्टमा रिसोल्युसन अथवा टर्मिनेसन फेज, जुनमा चाहिँ पेसेन्ट गेन्स इन्डिपेन्डेन्स। यसरी 4वटा फेजमा चाहिँ इन्टरपर्सनल रिलेसन थ्योरीले काम गरेको हुन्छ। अब नर्सिङ रोल के हुन्छ त भन्दाखेरि एज अ टिचर, काउन्सिलर, रिसोर्स पर्सन, लिडर र एज अ टेक्निकल एक्सपर्टको रूपमा काम गरेको हुन्छ। र टिचिङमा थ्योरी एक्सप्लेन्स वाइ कम्युनिकेसन चेन्जेस एक्रस स्टेजेस अफ केयर एन्ड वाइ टर्मिनेसन इज एन इम्पोर्टेन्ट एज इनिसिएसन भन्ने कुरा चाहिँ दिएको हुन्छ। अब अर्को फाउन्डेसन थ्योरी भनेको चाहिँ कार्लसरुगरको क्लाइन्ट सेन्टर एप्रोच, जुनको कोर कुरा भनेको चाहिँ पिपुल हेभ एन इनेन्ट क्यापेसिटी फर ग्रोथ वेन प्रोभाइडेड अ सपोर्टिभ इन्भाइरोमेन्ट। यसमा 3 मेन कोर कन्डिसन अफ थेरापेटिक कम्युनिकेसनको कुराहरू राखिएको छ, जुन भनेको चाहिँ एउटा इम्प्याथी, जुन भनेको अन्डरस्ट्यान्डिङ द पेसेन्ट्स फिलिङ्स एक्युरेटली। अर्को कोर कुरा भनेको अनकन्डिसनल पोजिटिभ रिगार्ड, जुन भनेको एक्सेप्टेन्स विदाउट जजमेन्ट। अर्को कोर कुरा भनेको जेन्युननेस, जुन भनेको अथेन्टिक अनेस्ट इन्टरेक्सन। यसरी जुन थेरापेटिक कम्युनिकेसनमा यो 3टा कोर कुराहरू चाहिँ भएको हुनुपर्छ, जसले गर्दाखेरि थेरापेटिक कम्युनिकेसन इफेक्टिभ हुन्छ भनेर कार्लसरुगरले आफ्नो क्लाइन्ट सेन्टर एप्रोचमा राखिएको छ अथवा भनिएको छ। कार्लसरुगरको क्लाइन्ट सेन्टर एप्रोच गर्दाखेरि नर्सले ध्यान दिनुपर्ने कुरामा चाहिँ पेसेन्ट इज एन एक्टिभ पार्टनर, नट अ पेसिभ रिसिपिएन्ट। नर्स एभोइड्स गिभिङ प्रिमेच्योर एडभाइस, इम्फेसिस अन लिसनिङ ओभर टकिङ भन्ने कुरा चाहिँ याद गर्नुपर्छ। र अहिलेको मोडर्न रिलेभेन्समा यो जुन क्लाइन्ट सेन्टर एप्रोच भनेको चाहिँ मेन्टल हेल्थ नर्सिङ, काउन्सेलिङ स्किल्स, ट्रमा इन्फर्म केयर, पेसेन्ट सेन्टर केयर मोडेलको ब्याकबोन बनेको छ। अब अर्को लेटेस्ट फाउन्डेसन भनेको चाहिँ मोटिभेसनल इन्टरभ्युइङ प्रिन्सिपल अथवा जसलाई हामी एमआई प्रिन्सिपल भनेर पनि भन्छौँ। मोटिभेसनल इन्टरभ्युइङ भनेको चाहिँ अ कोलाबोरेटिभ गोल ओरिएन्टेड कम्युनिकेसन स्टाइल डिजाइन टु स्ट्रेङ्थेन पेसेन्ट मोटिभेसन फर बिहेभियर चेन्ज हो भने यो इभिडेन्स बेस्ड अनुसार छ, सर्ट एन्ड स्ट्रक्चर एडेप्टेबल टु बिजी क्लिनिकल सेटिङको लागि एकदमै एप्रोप्रिएट छ र एलाइन विथ अटोनोमी एन्ड इन्फर्म कन्सेन्ट। Originally developed for substance use, now widely used in chronic disease management, lifestyle modification, mental health nursing को लागि यो एकदमै बेटर भइरहेको छ। मोटिभेसनल इन्टरभ्युइङ को कोर प्रिन्सिपल भनेको एक्सप्रेस एम्पैथी, डेभलप डिस्क्रिपेन्सी, सपोर्ट सेल्फ
एफिकेसी र यसको प्र्याक्टिकल टुल भनेको चाहिँ ओर्स अथवा OARS यसको फुल फर्म भनेको ओपन माइन्डेड क्वेसन A for affirmations R for reflective listening summarizes अथवा एडमा रोल विथ रेसिस्टेन्स एभिडेन्स बेस अथवा रिसेन्ट रिसर्चले के देखाएको छ भन्दाखेरि थेरापेटिक कम्युनिकेसनले गर्दाखेरि इम्प्रुभ पेसेन्ट सेटिस्फ्याक्सन एडुरेन्स एन्ड हेल्थ आउटकममा एकदमै बेटर गरेको छ भन्ने कुरा आएको छ थेरापेटिक कम्युनिकेसन इज स्ट्रङली एसोसिएटेड विथ हायर पेसेन्ट सेटिस्फ्याक्सन स्पेसियली इन क्रोनिक इलनेस मेन्टल हेल्थ एन्ड लङ टर्म केयर पेसेन्ट who feel heard, respected and involved are more likely to adhere to medication and treatment plans attend follow-up appointments and engage in self-care behaviors मा एकदमै राम्रो छ थेरापेटिक कम्युनिकेसनको रिजल्ट थेरापेटिक कम्युनिकेसनको मेकानिजममा सर्टमा भन्दाखेरि जुन थेरापेटिक कम्युनिकेसन छ यो क्लियर एन्ड इम्पेथेटिक कम्युनिकेसन हुन्छ जसले गर्दाखेरि नर्स पेसेन्टमा ट्रस्ट बिल्डिङ हुन्छ यसरी ट्रस्ट बिल्ड भइसकेपछि जुन नर्स पेसेन्टमा अब शेयर डिसिजन मेकिङको कुराहरू हुन्छ जसले गर्दाखेरि एडरेन्स हुन्छ भने जुन अर्को छ यो मोटिभेशनल इन्टरभ्युइङ टेक्निक्स इन्क्रिज इन्ट्रिन्सिक मोटिभेसन नट कम्प्लिएन्स बाई फोर्स यसको क्लिनिकल इक्जाम्पलमा डायबिटिज हाइपरटेन्सन टिबी HIV मेन्टल हेल्थ केयर पेन म्यानेजमेन्ट एन्ड प्यालिएटिभ केयर सेटिङमा यो जुन थेरापेटिक कम्युनिकेसनको पनि मोटिभेशनल इन्टरभ्यू टेक्निक अहिले एकदमै इफेक्टिभ भइरहेको छ भन्ने कुरा चाहिँ एभिडेन्स बेस्ड अथवा अहिलेको लेटेस्ट रिसर्चहरुबाट आएको कुरा छ नर्स पेसेन्ट कम्युनिकेसन एन्ड रिडक्सन इन एडभर्स इभेन्ट के हुन सक्छ त भन्दाखेरि पोर कम्युनिकेसन इज अ मेजर कन्ट्रिब्युटर टु एडभर्स इभेन्ट इन्क्लुडिङ मेडिकेसन एरर मिसअन्डरस्ट्यान्डिङ अफ डिस्चार्ज इन्स्ट्रक्सन्स इन्फर्म कन्सेन्ट फेलर जस्ता एकदमै ठूला गल्तीहरू अथवा एडभर्स इभेन्टहरू हुन सक्छ त्यसकारण यदि इफेक्टिभ नर्स पेसेन्ट कम्युनिकेसन इम्प्रुभ भयो भने एक्युरेसी अफ एसेसमेन्ट early identification of patient concerns, patient willingness to speak up about symptoms or errors चाहिँ भयो भने ट्रिटमेन्ट गर्न हेल्थ टिमलाई एकदमै सजिलो हुन्छ इभन पेसेन्ट फ्यामिली मेम्बरलाई पनि की फाइन्डिङ्स फ्रम पेसेन्ट सेफ्टी लिटरेचरबाट के कुरा आएको छ भन्दाखेरि नर्सेस ट्रेन इन थेरापेटिक कम्युनिकेसन डिटेक्ट अर्ली वार्निङ साइन सुनर open-ended questioning improves symptom disclosure and empathetic listening reduces patient aggression and complaints को कुराहरु चाहिँ आएको छ भने टिचिङ एप्लिकेसनमा कम्युनिकेसन स्किल्स डाइरेक्टली सपोर्ट पेसेन्ट सेफ्टी एन्ड क्वालिटी इम्प्रुभमेन्ट गोल्स अर्को छ कम्युनिकेसन ट्रेनिङ एन्ड रिड्युस नर्स बर्नआउट नर्सेस विथ स्ट्रिङ कम्युनिकेसन एन्ड काउन्सेलिङ स्किल्स रिपोर्ट lower emotional exhaustion, greater job satisfaction, improve sense of professional competency को कुराहरु दिएको छ भने जुन communication training reduces burnout जुनमा better handling of difficult emotions, reduced moral distress during challenging interactions, improved boundaries and emotional regulation, enhanced confidence in managing complex conversation हुन्छ भने अर्को मेन भनेको चाहिँ थेरापेटिक कम्युनिकेसन प्रोटेक्ट बोथ पेसेन्ट एन्ड नर्सेस नट ओन्ली नर्सेस अहिलेसम्मको स्लाइडबाट आएको कुराहरुबाट हामीले के क्लियर हुन सक्छौं त भन्दाखेरि थेरापेटिक कम्युनिकेसन एन्ड काउन्सेलिङ स्किल फर नर्सेसले गर्दाखेरि पेसेन्ट सेटिस्फ्याक्सन इन्क्रिज हुन्छ ट्रिटमेन्ट एडरेन्स इम्प्रुभ हुन्छ हेल्थ आउटकम बेटर सिम्पटम कन्ट्रोल हुन्छ एडभर्स इभेन्ट रिड्युस हुन्छ नर्स बर्नआउट डिक्रिज हुन्छ र प्रोफेसनल कन्फिडेन्स इन्क्रिज हुन्छ भन्ने कुरा चाहिँ हामीले पायौं त्यसकारण थेरापेटिक कम्युनिकेसन एन्ड काउन्सेलिङ स्किल फर नर्सेस एकदमै इम्पोर्टेन्ट छ यसरी इम्पोर्टेन्ट भएको थेरापेटिक कम्युनिकेसन स्किल मेनली टु टाइपको हुन्छ एउटा भर्बल र अर्को चाहिँ नन भर्बल अहिले हामी भर्बल कम्युनिकेसन स्किलमा छौं भर्बल कम्युनिकेसन स्किल पनि टु टाइपको छ ओपन इन्डेड र क्लोज्ड इन्डेड क्वेशन्स अहिले हामी ओपन इन्डेड क्वेशनमा छौं ओपन इन्डेड क्वेशन्स ले गर्दाखेरि encourage expression feelings
एन्ड डिटेल इन्फर्मेसनहरू हामीले पाउन सक्छौँ। युजली बिगिन विथ हाउ, वाट, टेल मी एबाउटबाट चाहिँ हामी स्टार्ट गर्छौँ क्वेसनहरू। फर इक्जाम्पलमा हाउ आर यु कोपिङ विथ द ट्रिटमेन्ट सो फार, क्यान यु टेल मी वाट वरिज यु मोस्ट भन्ने कुराहरू भन्यो भने चाहिँ जुन क्लाइन्ट अथवा पेसेन्टको चाहिँ हामीले एक्सप्रेसन, फिलिङ्स, डिटेल इन्फर्मेसनहरू चाहिँ पाउन सक्छौँ। अर्को छ क्लोज क्वेसन, जुन चाहिँ लिमिट रेस्पोन्सेस टु यस अर नो अर सर्ट एन्सर्सहरू चाहिएको छ भने चाहिँ हामी क्लोज क्वेसनहरू गर्न सक्छौँ, युजफुल फर क्ल्यारिफिकेसन अर इमर्जेन्सिज। इक्जाम्पलमा डु यु हेभ पेन नाउ, हेभ यु टेकन यर मेडिकेसन टुडे भन्ने कुराहरू चाहिँ हामीलाई यस र नो अथवा एकदमै सर्टमा अथवा इमर्जेन्सी कन्डिसनमा भयो भने चाहिँ हामीले क्लोज इन्डेड क्वेसनहरू चाहिँ गर्न सक्छौँ। यसरी सिचुएसन हेरेर हामीलाई चाहिने इन्फर्मेसन अनुसार हामीले ओपन इन्डेड अथवा क्लोज इन्डेड क्वेसनहरू चाहिँ गर्छौँ। यसरी हामीले ओपन इन्डेड अथवा क्लोज इन्डेड क्वेसन गरिसकेपछि त्यसबाट आएको कुराहरूलाई चाहिँ हामीले प्याराफ्रेजिङ एन्ड समराइजिङ गर्नुपर्छ। त्यसपछि मात्रै जुन बिरामीले भन्न खोजेको कुरा अथवा हामीले बुझेको कुरा चाहिँ बिरामीले बुझ्ने अथवा बिरामीले भन्न खोजेको कुरा चाहिँ हामीले क्लियरली बुझेको छ छैन भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ। त्यसकारण प्याराफ्रेजिङ र समराइजिङ चाहिँ एकदमै गर्न आवश्यक छ। प्याराफ्रेजिङ भनेको चाहिँ रिस्टेटिङ पेसेन्ट्स मेसेज इन योर ओन वर्ड्स, सोज अन्डरस्ट्यान्डिङ एन्ड इन्करेजेस करेक्सन। इक्जाम्पलमा यदि पेसेन्टले आई एम स्केयर्ड एबाउट द पेन नेभर स्टप्स को कुराहरू गरेको छ भने चाहिँ नर्सले यु आर फिलिङ फ्राइटेन्ड बिकज द पेन इज कन्स्ट्यान्ट भन्ने कुराहरू चाहिँ यसरी नर्सले भन्यो भने, जुन प्याराफ्रेजिङ गर्यो भने पेसेन्टलाई थाहा हुन्छ कि ए नर्सले मेरो कुरा चाहिँ बुझेको रहेछ, अथवा जुन नर्सलाई पनि पेसेन्टले के भन्न खोजेको कुरा के हो भन्ने कुरा चाहिँ उसले फेरि अझै राम्ररी बुझ्न अथवा क्लेरिफाई चाहिँ हुन सक्छ। भने जुन प्याराफ्रेजिङ गरिसकेपछि अब हो कि होइन अथवा अझै इम्फेसिस गर्नको लागि समराइजिङ अथवा हामीले एक्सन गर्नको लागि समराइजिङ पनि गर्नुपर्छ। समराइजिङ भनेको पुलिङ टुगेदर की पोइन्ट्स अफ अ कन्भर्सेसन, युजफुल एट ट्रान्जिसन अर क्लोजिङ सेसनमा चाहिँ जान्छ समराइजिङले। इक्जाम्पलमा सो टुडे वी डिस्कस्ड आवर पेन, स्लिप प्रब्लम एन्ड योर कन्सर्न एबाउट मेडिसिन्स भन्ने कुरा चाहिँ हामीले समराइजिङमा भन्नुपर्छ एज अ नर्स। यसको क्लिनिकल भ्यालु भनेको चाहिँ यसले जुन समराइजिङले रिड्युसेस मिसअन्डरस्ट्यान्डिङ एन्ड इन्क्रिजेस पेसेन्ट ट्रस्ट चाहिँ बिल्ड गर्छ। त्यस्तै भर्बल कम्युनिकेसनमा क्ल्यारिटी, कन्क्रिटनेस र कल्चरल सेन्सिटिभिटी हुनु आवश्यक छ। जस्तै क्ल्यारिटी भन्दाखेरि युज सिम्पल डाइरेक्ट ल्याङ्ग्वेज, वान आइडिया एट अ टाइम गर्नुपर्छ। त्यस्तै कन्क्रिटनेस भन्दाखेरि बी स्पेसिफिक, नट भेग चाहिँ हुनुपर्छ। जस्तै भन्दाखेरि टेक इट रेगुलरली भन्नुको सट्टा टेक वान ट्याब्लेट एभ्री मर्निङ आफ्टर ब्रेकफास्ट भन्यो भने अझै कन्क्रिटनेस क्लियर हुन्छ भने। त्यस्तै अर्को कल्चरल सेन्सिटिभिटीको कुरा गर्दाखेरि चाहिँ जुन पेसेन्ट अथवा भिजिटर अथवा फ्यामिलीको बिलिफ सिस्टम, फ्यामिली रोल, डिसिजन मेकिङ स्टाइललाई रेस्पेक्ट गर्नुपर्छ। सँगसँगै जुन लिटरेसी, जेन्डर रोल्स, बिलिफलाई एजम्सन्स एभोइड चाहिँ गर्नुपर्छ। ठिक के हो त्यही कुरा चाहिँ बुझ्नु आवश्यक छ। अब एभोइडिङ जार्गन एन्ड एजम्सन्सको कुरा गर्दाखेरि जुन मेडिकल जार्गन्सलाई चाहिँ एभोइड गर्नुपर्छ। जस्तै हाइपरटेन्सन, नेगेटिभ रिजल्ट, एनपिओ, लेजनको ठाउँमा हामीले जुन हाइपरटेन्सनको रिप्लेसमा हाई ब्लड प्रेसर, नेगेटिभ रिजल्टको ठाउँमा नर्मल रिजल्ट, एनपिओको ठाउँमा नथिङ बाई माउथ अथवा लेजनको ठाउँमा उन अथवा लम्प राख्यो भने अझै क्लेरिफिकेसन अथवा जुन भर्बल कम्युनिकेसन बेटर हुन सक्छ। त्यस्तै एजम्सन्सहरू त एभोइडै गर्नुपर्छ। जस्तै इक्जाम्पलमा यु मस्ट बी युज टु दिस बाई नाउ, यु अन्डरस्ट्यान्ड राइट भन्ने कुराहरू चाहिँ एकदमै एभोइड गर्नुपर्ने हुन्छ। अब नेभर एज्युम अन्डरस्ट्यान्डिङ, अलवेज चेक। जुन यो मेडिकल टर्ममा एज अ नर्स हामीले काम गर्दाखेरि जहिले पनि चेक चाहिँ गर्नै पर्छ। यसरी कम्युनिकेसनमा मेसेज दिने र रेस्पोन्स गर्ने दुवैले भर्बल र नन भर्बल कम्युनिकेसन एज अ च्यानलको रूपमा युज गरिरहेको हुन्छ। मेसेज दिने र लिने दुवैले आफ्नो नलेज, एजुकेसन, पास्ट एक्सपिरियन्स, फिलिङ्स, ऱ्यापोर्ट, पोजिसन विदिन सोसियल कल्चरल सिस्टम, करेन्ट सिचुएसन
आदि कुराहरूलाई चाहिँ ध्यानमा राखेर उनीहरूले आफ्नो भर्बल र नन भर्बल कम्युनिकेसन युज गरिरहेको हुन्छ। त्यही उनीहरूको जुन यो कुराहरूबाटै उनीहरूले मेसेज कतिको लिने कतिको रेस्पोन्स गर्ने भन्ने कुरा उनीहरू आफूमा डिपेन्ड भइरहेको हुन्छ। अब चाहिँ हामी नन भर्बल कम्युनिकेसन स्किलमा जान्छौँ। नन भर्बल कम्युनिकेसन स्किल भन्नाले मेनली आई कन्ट्याक्ट, बडी पोस्चर र फेसियल एक्सप्रेसनलाई जनाउँछ। आई कन्ट्याक्ट एटेन्टिभ बट नट स्टेरिङ हुनु पर्यो, पोस्चर ओपन लिनिङ स्लाइटली फरवर्ड हुनु पर्यो भने फेसियल एक्सप्रेसन काम, इन्ट्रेस्टेड, एप्रोप्रिएट टु सिचुएसन चाहिँ भएको हुनुपर्छ भने कहिलेकाहीँ चाहिँ जुन लुकिङ एट क्लक गर्दै आई अन्डरस्ट्यान्ड भन्यो भने त्यो चाहिँ नन भर्बल कम्युनिकेसन मिलेन, यो चाहिँ नन थेरापेटिकमा जान्छ। त्यस्तै नन भर्बल कम्युनिकेसनमा टोन, पेस र पजेजहरू मिल्नुपर्छ। जस्तै टोनमा वार्म, काम, रेस्पेक्टफुल टोनिङ हुनु पर्यो। पेसमा स्लो इनफ फर अन्डरस्ट्यान्डिङ हुनु पर्यो। पजेज एलो पेसेन्ट टु थिङ्क एन्ड स्पिक चाहिँ हुनुपर्छ भने साइलेन्स इज अ थेरापेटिक टुल नट द फेलर भन्ने कुरा पनि हामीले ध्यानमा राख्नुपर्छ। त्यस्तै नन भर्बल कम्युनिकेसनमा अर्को भनेको प्रोक्सिमिटी एन्ड स्पेस इन क्लिनिकल कन्टेक्स्ट, जुनमा रेस्पेक्ट पर्सनल स्पेस, एडजस्ट डिस्टेन्स बेस्ड अन कल्चर, जेन्डर, इमोसनल स्टेट, सिटिङ एट आई लेभल इज मोर थेरापेटिक देन स्ट्यान्डिङ भयो भने बेटर। अर्को नन भर्बल कम्युनिकेसन स्किलमा कन्ग्रुएन्स, जुन भनेको चाहिँ वर्ड एन्ड नन भर्बल सिग्नल म्याच अथवा भर्बल र नन भर्बल कम्युनिकेसन चाहिँ म्याचिङ भएको हुनु पर्यो र कन्ग्रुएन्सले गर्दाखेरि ट्रस्ट बिल्ड गर्छ भने सेफ्टीको आभास पनि दिन्छ। पेसेन्ट बिलिभ नन भर्बल क्युज मोर देन वर्ड्स। यसरी कम्युनिकेसन स्किल युज गर्दै गर्दाखेरि ब्यारियर एन्ड च्यालेन्जेसहरू पनि आउन सक्छ। एउटा भनेको चाहिँ ल्याङ्ग्वेज डिफ्रेन्सेस, जुनमा डिफ्रेन्ट मदर टङ, लिमिटेड हेल्थ लिटरेसी हुन सक्छ। यसको लागि हामीले सिम्पल ल्याङ्ग्वेजहरू युज गर्न सक्छौँ। यदि एभाइलेबल भयो भने इन्टरप्रिटर पनि राख्न सक्छौँ, भिजुअल एडहरू प्रयोग गर्न सक्छौँ र टिच ब्याक मेथडलाई पनि युज गर्न सक्छौँ भने अर्को ब्यारियर एन्ड च्यालेन्जेसको रूपमा चाहिँ इमोसनल डिस्ट्रेस एन्ड कग्निटिभ इम्पेयरमेन्ट हुन सक्छ, जुनमा एन्जाइटी, फेयर, एङ्गर, डेलिरियम, डिमेन्सिया, इन्टेलेक्चुअल डिजेबिलिटी आदि हुन सक्छ। यसको लागि हामीले सर्ट सेन्टेन्सेसहरू युज गर्ने, रिपिटिसन गर्ने अथवा भ्यालिडेसन अफ फिलिङ्स र काम टोनहरू चाहिँ युज गर्न सक्छौँ। अर्को ब्यारियर एन्ड च्यालेन्जेसमा टाइम कन्स्ट्रेन्ट, त्यो पनि क्लिनिकल सेटिङमा, जुन क्लिनिकल सेटिङमा हुँदाखेरि नर्सेस आर बिजी भन्ने कुरा आउँछ। यो बिजीको कुराले गर्दाखेरि कम्युनिकेसन बिकम्स टास्क फोकस्ड मात्रै हुन सक्छ। यसको सोल्युसनको लागि चाहिँ हामीले स्टेटमेन्टहरू अथवा थेरापेटिक स्टेटमेन्टहरू दिन सक्छौँ। जस्तै आई क्यान सी यु आर वरिड, आई विल ब्याक आफ्टर मेडिकेसन राउन्ड, जुनमा क्वान्टिटी भन्दा क्वालिटी हुनुपर्छ। यसरी कम्युनिकेसन स्किल पछि अर्को इम्पोर्टेन्ट भनेको काउन्सिलिङ स्किल, जुन नर्सेसलाई एकदमै इम्पोर्टेन्ट छ। काउन्सिलिङ स्किलमा मेनली चाहिने स्किल भनेको एक्टिभ लिसनिङ हो। यो सँगसँगै यहाँ दिइरहेको यो सबै कुराहरू चाहिँ एप्रोप्रिएट टाइममा एप्रोप्रिएटली नर्सेसले युज गर्नुपर्छ काउन्सिलिङ स्किलको रूपमा भने जस्तै युज अफ ओपन एन्ड क्लोज क्वेसनिङ, एभोइड प्रेजुडिसहरू गर्ने, रिफ्लेक्ट, प्रब, एभोइड इन्टरप्सन एन्ड डिस्ट्र्याक्सन, क्ल्यारिफाई, समराइजिङ, सो इन्ट्रेस्ट, लिसन फर फिलिङ्स, सिग्नल इन्करेजमेन्ट, अब्जर्भ नन भर्बल बिहेभियर। यो कुराहरू चाहिँ काउन्सिलिङ सेसनमा एकदमै इम्पोर्टेन्ट हुन्छ। यो कुराहरू युज गरेर नै नर्सेसले काउन्सिलिङ स्किल डेभलप गर्न सकिन्छ। काउन्सिलिङ स्किलको फाउन्डेसन स्किल अथवा एक्टिभ लिसनिङ भनेको के हो त भन्दाखेरि एक्टिभ लिसनिङ इज द इन्टेन्सनल प्रोसेस अफ fully attending to the patient's verbal and non-verbal messages, demonstrating understanding, acceptance and interest. यसको की कम्पोनेन्टहरूमा फुल्ली एटेन्सन, त्यसमा चाहिँ मल्टिटास्किङ हुनु भएन, भर्बल एन्ड नन भर्बल रेस्पोन्सिभनेस हुनु पर्यो, एक्युरेट अन्डरस्ट्यान्डिङ बिफोर रेस्पोन्डिङ चाहिँ हुनै पर्छ
भने टिचिङ इम्फेसिस गर्दाखेरि लिसनिङ इज नट प्यासिभ, इट इज अ स्किल क्लिनिकल इन्टरभेन्सन कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ। यसरी काउन्सिलिङ सेसनमा नर्स एज अ इन्करेजरको रूपमा चाहिँ रोल प्ले गर्नुपर्ने हुन्छ, जुनमा सर्ट भर्बल नन भर्बल सिग्नल्सहरू युज गर्यो भने पेसेन्टलाई आफ्नो कुराहरू कन्टिन्यू गर्न इन्करेजमेन्ट मिल्छ। जस्तै गो अन, आई सी, नोडिङ अफ हेड, एप्रोप्रिएट आई कन्ट्याक्टहरू युज गर्छौँ भने हामीले चाहिँ इन्टररुप्टिङ अर फिनिसिङ सेन्टेन्सेसहरू चाहिँ एभोइड गर्नै पर्छ। यसरी एज अ इन्करेजरको रूपमा काम गर्यो भने प्रमोट पेसेन्ट डिस्क्लोजर, रिड्युस एन्जाइटी र बिल्ड ट्रस्ट क्विकली चाहिँ हुन जान्छ। त्यस्तै काउन्सिलिङ सेसनमा रिफ्लेक्सन अफ फिलिङ्स एन्ड कन्टेन्ट पनि गर्नुपर्ने हुन्छ। रिफ्लेक्सन अफ कन्टेन्ट भन्नाले रिस्टेटिङ वाट द पेसेन्ट सेड। जस्तै इक्जाम्पलमा पेसेन्टले भन्छ द पेन किप्स मी एवेक। नर्सले यसमा रिफ्लेक्सन अफ कन्टेन्टको रूपमा द पेन इज एफेक्टिङ यर स्लिप भन्ने कुरा अथवा यस्तो स्टेटमेन्ट चाहिँ दिनुपर्ने हुन्छ। त्यस्तै रिफ्लेक्सन अफ फिलिङ्समा नेमिङ द इमोसन बिहाइन्ड द वर्ड्स। जस्तै नर्सले चाहिँ के भन्नुपर्छ त भन्दाखेरि इट साउन्ड्स लाइक यु आर फिलिङ एक्जस्टेड एन्ड फ्रस्ट्रेटेड भनेर स्टेटमेन्ट दियो भने यो चाहिँ जुन पेसेन्टले भनेको द पेन किप्स मी एवेकको रिफ्लेक्सन अफ फिलिङ्सको रूपमा चाहिँ आउँछ। त्यस्तै स्टुडेन्टको हकमा वेन इट डाउट रिफ्लेक्ट डन्ट एडभाइस। काउन्सिलिङको लागि चाहिने एउटा स्किल भनेको चाहिँ इम्प्याटी, जुनमा इम्प्याटी सँगसँगै सिम्प्याटी पनि आउँछ। यो दुईटाको डिफ्रेन्सिएट के छ भनेर हामीले हेर्छौँ। इम्प्याटी जुन चाहिँ थेरापेटिक कम्युनिकेसनमा युज हुन्छ, जुन भनेको अन्डरस्ट्यान्डिङ द पेसेन्ट्स फिलिङ्स विदाउट बिकमिङ इमोसनली इन्भल्भड। इट मेन्टेन्स प्रोफेसनल बााउन्डरिज। फर इक्जाम्पलमा द्याट साउन्ड भेरी फ्राइटेनिङ फर यु भन्ने आउँछ भने अर्को छ सिम्प्याटी, जुन नन थेरापेटिक रूपमा चाहिँ युज भएको हुन्छ। यसले सेयरिङ अर अब्जर्भिङ इमोसन्स गर्छ भने क्यान सिफ्ट फोकस टु द नर्स पनि गरेको हुन्छ। इक्जाम्पलमा आई फिल सो सरी फर यु, आई वुड बी डिभास्टेटेड। अब छ मोटिभेसनल इन्टरभ्युइङ अथवा एमआई। एमआई इज अ कोलाबोरेटिभ रेस्पेक्टफुल काउन्सिलिङ स्टाइल भनेर अघि पनि हामीले थाहा पाइसकेका छौँ। इट हेल्प्स पेसेन्ट एक्सप्लोर एन्ड रिजल्भ एम्बिभ्यालेन्स, स्पेसियली इफेक्टिभ इन क्रोनिक डिजिज म्यानेजमेन्ट, लाइफस्टाइल चेन्ज र मेन्टल हेल्थ एन्ड सब्सटेन्स एब्युजमा अहिले रिसेन्टली मोटिभेसनल इन्टरभ्युइङ अथवा एमआई चाहिँ एकदमै युज भइरहेको छ। अब हामीले एमआईको कोर टुललाई युज गर्छौँ, जुनमा ओएआरएस फ्रेमवर्क छ। अब यो फ्रेमवर्कलाई युज गर्दाखेरि ओफो ओपन क्वेसन्सहरू गर्यो भने चाहिँ इन्करेज एक्सप्लोरेसन हुन्छ। यस नो एन्सर मात्रै आउँदैन। जस्तै क्वेसनहरूमा वाट कन्सर्न्स यु मोस्ट एबाउट यर ट्रिटमेन्ट अर हाउ डु यु फिल एबाउट मेकिङ दिस चेन्ज भन्ने जस्ता क्वेसनहरू गर्न सक्छौँ। त्यस्तै अर्को छ एफओ एफर्मेसन्स। यसले गर्दाखेरि रेकग्नाइज पेसेन्ट स्ट्रेङ्थ एन्ड इफोर्ट्सहरू हुन जान्छ। जस्तै स्टेटमेन्टमा यु हेभ बिन ट्राइङ हार्ड डिस्पाइट द डिफिकल्टिज भन्न सक्छौँ। अर्को स्टेटमेन्ट इक्जाम्पलमा इट टुक करेज टु टक एबाउट दिस। यस्ता स्टेटमेन्टहरू भनेर हामीले एफर्मेसन्सहरू युज गर्न सक्छौँ भने एफर्मेसनमा चाहिँ हामीले भ्यालिडेट गर्ने हो अथवा भ्यालिडेसन गर्ने हो, नट प्रेज। अब ओर्समा आर फोर रिफ्लेक्टिभ लिसनिङ, जुन भनेको चाहिँ रिपिटिङ अर रिफ्रेजिङ टु सो अन्डरस्ट्यान्डिङ, जुनमा फर इक्जाम्पलको एउटा स्टेटमेन्ट यु वान्ट टु फिल बेटर बट द चेन्जेस फिल ओभरवेल्मिङ भन्ने स्टेटमेन्टहरू दिन सक्छौँ। त्यस्तै एसफो समराइजेज अथवा पुल टुगेदर की पोइन्ट्स एन्ड गाइड डाइरेक्सन। जस्तै स्टेटमेन्टमा वी टक एबाउट यर कन्सर्न्स, यर गोल्स एन्ड वाट फिल्स म्यानेजेबल राइट नाउ भन्ने कुराहरू चाहिँ हामीले भन्न सक्छौँ। एमआई इज इम्पोर्टेन्ट फर नर्सेस। किन त भन्दाखेरि रेस्पेक्ट अटोनोमी, रिड्युसेस रेसिस्टेन्स, फिट्स सर्ट क्लिनिकल इन्काउन्टर्सहरू गर्छ। त्यसकारण एमआई एकदमै नर्सेसको लागि इम्पोर्टेन्ट छ। यसरी थेरापेटिक कम्युनिकेसन गर्दै गर्दाखेरि अथवा काउन्सिलिङ सेसनमा डिफिकल्टी कन्भर्सेसनका कन्डिसनहरू क्रिएट हुन सक्छ। जस्तै प्रोग्नोसिसको कन्डिसनमा कम्प्लिकेसन डेभलपमेन्ट भयो भने, ट्रिटमेन्ट फेलरमा गएको छ भने त्यो कन्भर्सेसन
एकदमै डिफिकल्ट हुन्छ, जसलाई हामी ब्रेकिङ ब्याड न्युज भनेर भन्छौँ। यस्तो बेला नर्स अझै सेन्सिटिभ हुनुपर्छ र नर्सले एज अ नर्सिङ रोल एप्लाई गर्दाखेरि नर्सिङ प्रिन्सिपलहरू चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ, जुनमा प्रिपेयर इन्भाइरोमेन्ट, मेनली प्राइभेसी एन्ड टाइम, assess what patient already knows, use simple honest language, allow silence and emotional response, avoid false reassurance. यसरी नर्सिङ प्रिन्सिपललाई ध्यानमा राखेर नर्सेसले कम्युनिकेसन गर्नुपर्छ। जस्तै इक्जाम्पलमा आई क्यान सी दिस इज भेरी अपसेटिङ, टेक यर टाइम, आई एम हियर विथ यु, होइन। यसरी विभिन्न कम्युनिकेसनहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। यस्तो फ्रेजेसहरू युज गर्नुपर्छ भने नर्सेस अफन रिइन्फोर्स एन्ड क्ल्यारिफाई ब्याड न्युज डेलिभर्ड बाई फिजिसियन। त्यसकारण पनि नर्सेसले जुन कम्युनिकेसन डेलिभर गर्दाखेरि एकदमै सेन्सिटिभ भएर एकदमै एलर्ट चाहिँ हुनुपर्छ। कम्युनिकेसन डिफिकल्टिज हुने अर्को कन्डिसन भनेको चाहिँ डिलिङ विथ रेसिस्टेन्स एन्ड डेनाइल। रेसिस्टेन्सको साइनहरूमा आर्ग्युङ गरेको छ, साइलेन्स बसेको छ, एभोइडेन्स, रिफ्युजल अफ केयर, एभोइड कन्फ्रन्टेसन अर पर्सुएसनको कन्डिसनहरू चाहिँ यो रेसिस्टेन्सको साइनहरू हो। त्यस बेला थेरापेटिक स्ट्राटेजी के हुनुपर्छ त भन्दाखेरि एक्नोलेज फिलिङ्स गर्नुपर्छ, रिफ्लेक्ट रेसिस्टेन्स र अफर चोइसेस चाहिँ दिनुपर्छ। इक्जाम्पलमा यु आर नट रेडी टु थिङ्क अबाउट दिस राइट नाउ एन्ड द्याट्स ओके। तर के बुझ्नुपर्छ त भन्दाखेरि रेसिस्टेन्स इज अ सिग्नल, नट अ प्रब्लम भन्ने कुरा चाहिँ बुझ्नु आवश्यक छ एज अ नर्स। अर्को कन्डिसन भनेको क्राइसिस कम्युनिकेसन, जस्तै प्यानिक एट्याक, एग्रेसन, एक्युट ग्रिफ, सुसाइडल आइडिएसनको सिचुएसनहरू चाहिँ क्राइसिस सिचुएसनहरू हो। यो बेला हामीले ध्यान दिनुपर्ने की प्रिन्सिपलहरू चाहिँ स्टे काम एन्ड ग्राउन्डेड, युज सर्ट क्लियर सेन्टेन्सेस, फोकस अन सेफ्टी, validate emotion, avoiding arguing or reasoning excessively. Example, you are safe right now, I am here, let's take one breath together. अब यो क्राइसिस कम्युनिकेसनमा फर्स्ट गोल भनेको चाहिँ स्टेबिलाइजेसन हो, नट प्रब्लम सल्भिङ। यसरी थेरापेटिक कम्युनिकेसन गर्दै गर्दाखेरि कल्चरल कन्टेक्स्ट एन्ड इथिक्सलाई पनि ध्यान दिनुपर्ने हुन्छ। यसको लागि मेनली हामीले फ्यामिली सेन्टर केयर प्रोभाइड गर्नुपर्ने हुन्छ। फ्यामिली सेन्टर केयरमा फ्यामिली एन्ड फ्यामिली मेम्बरहरू आउँछ। फ्यामिलीको इन्भाइरोमेन्ट, जुन फ्यामिलीको जुन सराउन्डिङ्स इन्भाइरोमेन्ट र फ्यामिली मेम्बरमा भएको जुन कुराहरू छ, यिनीहरूको लागि चाहिँ हामीले विभिन्न कुराहरू चाहिँ प्रिपेयर गर्ने अथवा प्रोभाइड गर्नुपर्ने हुन्छ। जस्तै इन्हान्स इन्भाइरोमेन्ट, empowering and training to the family member, supportive infrastructure, collaborative communication, parental involvement, adaptable interventionsहरू दिने, continuous feedbackहरू चाहिँ फ्यामिली मेम्बरहरूबाट लिइराख्नुपर्ने हुन्छ। नेपालमा त झन् कल्चरल डाइभर्सिटीको कारणले गर्दाखेरि अझै सेन्सिटिभ हुनुपर्छ। एउटा सेन्सिटिभ हुनुपर्ने कारण भनेको चाहिँ मल्टिलिङ्गुअल पेसेन्ट पपुलेसन, जुनमा चाहिँ पेसेन्टहरू विभिन्न भाषाहरू बोल्ने हुनसक्छ, जुनमा नेपाली, मैथिली, भोजपुरी, थारू, नेवारी, अदर ल्याङ्ग्वेजेसहरू। त्यसमध्ये पनि जुन हेल्थ लिटरेसी भेराइज वाइडली हुन्छ। यसको लागि हामीले कम्युनिकेसन स्ट्राटेजी के गर्नुपर्छ त भन्दाखेरि युज सिम्पल नेपाली ल्याङ्ग्वेज, यदि एभाइलेबल छ अथवा प्रिफर छ भने उसको आफ्नै ल्याङ्ग्वेज युज गर्न सकिन्छ। बट एभोइड फास्ट स्पिच एन्ड मेडिकल टर्मिनोलोजिजहरू, युज टिचब्याक मेथड, जुनमा फर इक्जाम्पलमा क्यान यु टेल मी इन यर ओन वर्ड हाउ यु विल टेक दिस मेडिसिन भन्ने कुराहरू सोध्नुपर्छ। यदि हामीले इथिकल कल्चरल कुराहरूलाई इग्नोर गर्यो भने पेसेन्टहरूले मिसअन्डरस्ट्यान्डिङ गर्न सक्छ, जसले गर्दाखेरि नन एडरेन्स हुन्छ र यसको रिजल्ट चाहिँ हार्म हुन पनि सक्छ। त्यसकारण ल्याङ्ग्वेज ब्यारियर्स आर पेसेन्ट सेफ्टी इस्युज, नट जस्ट कम्युनिकेसन डिफिकल्टिज। त्यसकारण यो ल्याङ्ग्वेजलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। अर्को कन्डिसन भनेको नन भर्बल नर्म्स एक्रस कल्चर्स, जुनमा कमन कल्चरली इन्फ्लुएन्स नन भर्बल बिहेभियर्सहरूमा मेनली लिमिटेड आई कन्ट्याक्ट एज अ साइन अफ रेस्पेक्ट, साइलेन्स इन्डिकेटिङ थिङ्किङ अर एग्रिमेन्ट, नट डिसइन्गेजमेन्ट, हेड नोडिङ मे नट अलवेज मिन
अन्डरस्ट्यान्डिङ हुन सक्छ। Thoughts may be acceptable or unacceptable depending on gender, age, and region. Nursing implicationमा do not interpret silence or lack of eye contact as non-cooperation. Observe cluster of behaviors, not a single cue. अर्को कन्डिसन भनेको चाहिँ फ्यामिली डिसिजन मेकिङ प्याटर्न हो। मोस्टली नेपालीहरूमा चाहिँ फ्यामिली सेन्टर डिसिजन मेकिङ नै हुन्छ, जुनमा एल्डर्स, स्पाउजेस or male family members may dominate discussion. Patient may defer decisions to family even when competent. हुँदाखेरि पनि भने हामीले थेरापेटिक ब्यालेन्स गर्ने भनेको चाहिँ रेस्पेक्ट फ्यामिली इन्भल्भमेन्ट, स्टिल अपहोल्ड पेसेन्ट अटोनोमी। जस्तै हामीले इक्जाम्पलमा वुड यु लाइक टु डिसाइड योर सेल्फ अर टुगेदर विथ योर फ्यामिली, वाट वुड यु लाइक योर फ्यामिली टु अन्डरस्ट्यान्ड एबाउट योर विसेस भन्ने कुराहरू चाहिँ हामीले भन्नुपर्छ। र अर्को बुझ्नुपर्ने कुरा भनेको चाहिँ अटोनोमी डज नट अलवेज मिन आइसोलेसन फ्रम फ्यामिली, इट मिन्स रेस्पेक्टिङ पेसेन्ट प्रिफरेन्स। अब इथिकल कम्युनिकेसन प्रिन्सिपलको कुरा गर्दाखेरि फर्स्टमा आउँछ रेस्पेक्ट। ट्रिट एभ्री पेसेन्ट विथ डिग्निटी रिगार्डलेस अफ जेन्डर, कास्ट, सोसियो इकोनोमिक स्ट्याटस, डायग्नोसिस एक्सेट्रा। थेरापेटिक बिहेभियर नर्सेसको के हुनुपर्छ त भन्दाखेरि use respectful forms of address, listen without interruption, acknowledge beliefs even if different from medical advice. अर्को एथिक्स भनेको चाहिँ कन्फिडेन्सियालिटी, प्रोटेक्ट पेसेन्ट इन्फर्मेसन ड्युरिङ बेडसाइड डिस्कसन, वार्ड राउन्ड्स, फ्यामिली मिटिङ्स। र हामीलाई च्यालेन्जेस भनेको चाहिँ रिलेटिभ्स आस्किङ फर इन्फर्मेसन विदाउट पेसेन्ट कन्सेन्ट। जति भिजिटर आएको हुन्छ सबैले के भएको कहाँ के भन्ने कुराहरू चाहिँ सोधिरहेको हुन्छ भने। अर्को भनेको चाहिँ क्राउडेड वार्ड्स लिमिटिङ प्राइभेसी। त्यस्तो बेलामा हामीले आई क्यान डिस्कस दिस वन्स द पेसेन्ट एग्रिज भन्ने कुराहरू चाहिँ भन्नुपर्ने हुन्छ। र यदि स्टुडेन्ट्सहरू छ भने चाहिँ स्टुडेन्टहरूको लागि कन्फिडेन्सियालिटी एप्लाइज इभन व्हेन इन्टेन्सन्स आर गुड भन्ने कुराहरू चाहिँ याद राख्नुपर्छ। एथिक्समा अर्को आउँछ इन्फर्म कन्सेन्ट, जुन एडमिसनमा अथवा कुनै पनि क्रिटिकल कन्डिसन हुने बेलामा कन्सेन्ट लिनुपर्ने हुन्छ। कन्सेन्ट इज अ प्रोसेस नट अ सिग्नेचर ओन्ली। इट रिक्वायर्स क्लियर एक्सप्लेनेसन, भोलिन्टरी डिसिजन एन्ड अन्डरस्ट्यान्डिङ भएको हुनुपर्छ। कन्सेन्टमा मेन हुने रिस्क भनेको चाहिँ कन्सेन्ट अब्टेन विदाउट एक्सप्लेनेसन गरिएको हुन्छ र फ्यामिली कन्सेन्ट रिप्लेसिङ पेसेन्ट कन्सेन्ट पनि गरेको हुन्छ भने यस्तो बेला नर्सिङ रोल के हुनुपर्छ त भन्दाखेरि कन्सेन्ट लिँदाखेरि जुन पेसेन्ट भिजिटर सबैलाई क्ल्यारिफाई हुनुपर्छ के गर्न लागेको किन गरेको अथवा यो किन आवश्यक छ भन्ने कुराहरू भन्नुपर्छ। र यदि पेसेन्टले क्वेसनहरू गरेको छ भने चाहिँ यो जुन पेसेन्टको क्वेसनको एन्सरहरू अथवा क्ल्यारिफिकेसन अथवा एडभोकेट चाहिँ गर्नुपर्ने हुन्छ। एथिक्सको अर्को मेन भनेको चाहिँ एभोइडिङ बायस एन्ड स्टिग्मा, जुन चाहिँ चाहेर नचाहेर अथवा जानेर नचाहेर विभिन्न केसेसहरूमा यो चाहिँ भइरहेको हुन्छ। मेनली मेन्टल इलनेस, सब्सटेन्स युज, पवर्टी, जेन्डर एन्ड कास्ट स्टेरियोटाइप्स केसेसहरूमा प्राय भइरहेको हुन्छ। जस्तै इक्जाम्पलमा दिस पेसेन्ट्स नेभर फलो एडभाइस जस्ता कम्युनिकेसनहरू एमोङ हेल्थ पर्सनलहरूमा कम्युनिकेसन भइरहेको हुन्छ। अर्को इक्जाम्पलमा सी इज अनएजुकेटेड सो सी वन्ट अन्डरस्ट्यान्ड भन्ने कुराहरू चाहिँ हामीले भन्छौँ, जुन चाहिँ बायस एन्ड स्टिग्माको कुराहरू आउन सक्छ। त्यसकारण हामीले इन्डिभिजुअलाइज एन्ड नन जजमेन्टल कम्युनिकेसन गर्नुपर्ने हुन्छ। यसरी विभिन्न वेहरूबाट हामीले विभिन्न जुन एभोइडिङ कुराहरूलाई चाहिँ हामीले इलिमिनेट गरेर पियर थेरापेटिक कम्युनिकेसन अथवा काउन्सेलिङ स्किलको कुराहरू चाहिँ नर्सले डेभलप गर्नुपर्ने अथवा एप्लाई गर्नुपर्ने हुन्छ। Thank you for watching my video. Please subscribe the channel.